देखि बातुराको नशा नशामा झुस भए सरले लिदिनु हुनको लागि केही सेयरिङ सरले गर्दै हुनको लागि अनुरोध गर्दै केही टाइमको लागि तपाईहरुको बिचबाट बिदा हुन्छु। थ्यांक यू सो मच फर थ्यांक यू भेरी मच। प्रिय म्यामको लागि यसरी जोरदार ताली। गुड मर्निङ। समय धेरै गइसकेको छ। समय जति छ त्यो भन्दा पनि म कम बोल्ने प्रयास गर्दैछु आज, किनभने हाम्रो बिचमा इन्डियादेखिबाट हेर्नुहोस् डाइरेक्ट सेलिङ इन्डस्ट्रीको एउटा जुन इन्डियामा जुन छ डाइरेक्ट सेलिङ फर वुमन्स इन्टरनेसनल डेमा जसलाई सम्मान गरिएको छ, आज त्यस्तो व्यक्ति हाम्रो बिचमा हुनुहुन्छ र नेपालीहरूले म्याक्सिमम सर्च गरेर हेर्ने तपाईँ सविता म्याम हुनुहुन्छ। उहाँको स्पिच सुन्नलाई चाहिँ म ज्यादाभन्दा ज्यादा आतुर छु। ओके, अर्को कुरा म भन्न चाहन्छु, सबै साथीहरूले सेम कुरा दोहोऱ्याउनु भएको छ। यो कम्पनीमा मलाई ल्याउने दीपक श्रेष्ठ सर, मलाई फ्लान्सोदेखि डेम्पा सर, मलाई जन्माउने मेरो बुवा मम्मी, सबैभन्दा महत्त्वपूर्ण मेरो परिवार र त्योभन्दा पनि महत्त्वपूर्ण मेरो सिस्टममा रहेको बिजनेस पार्टनरहरू, तपाईँहरू सम्पूर्णप्रति म हार्दिक नमन व्यक्त गर्न चाहन्छु। वास्तवमा भने मैले बुझेको कुरा चाहिँ के हो भने मान्छे चाहिँ कहाँनिर भुल्दो रहेछ भनेर आफू जान्नुपर्ने कहाँ हो भन्ने कुरा थाहा नहुँदा चाहिँ मान्छे अघि भुल्दो रहेछ हैन। जस्तै उदाहरणको लागि नक्सा बिना मान्छे कहाँ पुग्ने हैन। यदि तपाईसँग नक्सै छैन भने कहाँ पुग्ने? तपाईले घर बनाउन मन छ तर घरको नक्सै छैन भने कस्तो घर बनाउने? कोही तपाईको ठेकेदारलाई आएर तपाईले मेरो घर बनाइदिए भन्यो भने उत्तरपट्टि चाहिँ तपाईको घरको ढोका बनाइदिएला, दक्षिणपट्टि मूर्ति राख्दैला, कोही ग्यारेन्टी हुन्छ? हुँदैन नि हैन। त्यस्तै सेम तरिकाले जस्तो एउटा घर बनाउनको लागि त्यसको एउटा रोड म्याप तयार हुनुपर्छ, कहाँ जाने भनेर एउटा थाहा पाउनको लागि एउटा रोड म्याप आफ्नो डिरेक्सन थाहा हुनुपर्छ। त्यस्तै हेल्दी लिभिङ नेपालमा पनि सफल हुनको लागि म कहाँ पुग्ने, कति इन्कम गर्ने, कस्तो टाइपको लाइफ जिउने, त्यसको सबैभन्दा पहिलो कुरा ज्ञान हुनुपर्छ। हाम्रो कम्पनीको जुन बिजनेस प्लान सो छ हैन, 8%, 12%, 16% ग्रोथ डाइरेक्टर, सिल्भर डाइरेक्टरमा तपाईको ट्राभल फन्ड यानि कि तपाईको समृद्धिको पहिलो ढोका खुल्छ हैन। गोल्ड डाइरेक्टरमा एसिया टुर हुन्छ। सिम्पल स्टेप छ के। त्यस्तै गरी स्टार डाइरेक्टरमा तपाईको कार फन्ड हुन्छ, कार लिनुको लागि तपाईँ रेडी हुन्छ। डायमन्डमा युरोप टुर हुन्छ हैन। क्राउनमा तपाईँ कम्प्लिट रिटायर हुन सक्नुहुन्छ। युसिडी टिसिडी गएपछि तपाईँ कुन लेभलमा पुग्ने हो, कति इन्कम गर्ने हो। जस्तै उदाहरणको लागि मैले बिजनेस गरेको 5 वर्ष भयो हैन। मेरो पहिलो इन्कम चाहिँ तपाईको 260 रुपैयाँ छ। आज 3 लाख भन्दा बढी इन्कम म लिन्छु हैन। अब अर्को सानो एउटा सन्देश म के दिन चाहन्छु भने समय धेरै नभएकोले मैले कोही धेरै ठुलो जोस जाँगरका साथमा आज बोल्न चाहन्न, किनभने बोल्न लाग्यो तपाईँलाई थाहा छ दिनेश सर बोलिसकेपछि अलग हुन्छ भन्ने कुरा हैन। तर एउटै कुरा के भन्न चाहन्छु भने लगातार लगेर मुन्नाबाई स्टाइलमा लाग्ने हेर्नुहोस्। बार-बार भनिरहेको छ युज द प्रोडक्ट, सेयर द प्रोडक्ट, युज द प्रोडक्ट, सेयर द प्रोडक्ट, युज द प्रोडक्ट, सेयर द प्रोडक्ट गरिरहनुहोस्। तर मेन कुरा के हो, तपाईले लाइफमा चाहेको कुरा के हो त्यो कुरा हेल्दी लिभिङ नेपालको प्लेटफर्मबाट पाउनुहुन्छ कि नै, पहिला कुरा यो खोज्नुहोस्। जस्तै हिजो मात्रै मेरो एकजना साथीसँग चाहिँ भेट भएको थियो। उहाँले के बन्न चाहनुहुन्छ मैले उहाँलाई सोधेँ, उहाँले भन्नुभयो म मालविका सुब्बा बन्न चाहन्छु भन्नुभयो। यानि कि त्यहाँबाट के कुरा क्लियर भने मालविका सुब्बा भनेको त टिभी होस्ट हो। टिभी होस्टको लागि उहाँसँग सबै क्वालिटीहरू छ। जस्तै उहाँ माइक लिन पायो भने मजाले बोल्न सक्नुहुन्छ हैन। उहाँलाई भिडियो बनाउने तरिका छ। तपाईँ त्यो क्वालिटी इन्ट्रेस्ट प्लस इन्टेलिजेन्स यदि त्यहाँ एड भयो भने त्यहाँ प्यासन बन्छ। चाहिँ मालविका सुवेदी बन्ने जुन चाहिँ सुब्बा बन्ने जुन प्यासन छ त्यो व्यक्तिले हेल्दी लिभिङ गरेर सफल हुन पनि सक्छ, नहुन पनि सक्छ कि हैन। कोही मान्छेलाई टिचिङ गर्न मन पर्छ भने त्यो व्यक्ति यहाँ सफल हुन पनि सक्छ, नहुन पनि सक्छ कि। तर यदि तपाईको सेल्फ एक्चुअलाइजेसन निड्स भन्छ, यदि तपाईँ फाइनेन्शियल फ्रिडम हुन चाहनुहुन्छ भने, टाइम फ्रिडम हुन चाहनुहुन्छ भने त्यो इन्डस्ट्रीबाट तपाईँले गरिरहेको कामबाट त्यो लेभल लिन सक्छ कि सक्दैन। जस्तै उदाहरणको लागि तपाईँ टिभी होस्ट गर्नुभयो भने त्यहाँबाट तपाईँ फाइनेन्शियल फ्रिडम र टाइम फ्रिडम हुन्छ कि हुँदैन तपाईँको। कोही टिचर बन्छ भने त्यहाँबाट तपाईँ टाइम फ्रिडम र फाइनेन्शियल फ्रिडम हुन्छ कि हुँदैन हैन। कोही तपाईँले यो बिजनेस यो होटल चलाइराख्नु भएको छ, यो होटलको मालिक यहाँबाट फाइनेन्शियल फ्रिडम र टाइम फ्रिडम हुन्छ कि हुँदैन। यदि हुन्छ भने तपाईँलाई बधाई, हुन्न भने हेल्दी लिभिङमा आउनुहोस्, टाइम फ्रिडम र फाइनेन्शियल फ्रिडम 100% हुन्छ।
चाहनुहुन्छ भने कृपया तपाईँको लागि 1 and only प्लेटफर्म हेल्दी लिभिङ मात्रै हो। यसलाई कपीमा होइन ढुङ्गामा लेखेर राख्नुहोस्। ओके, त्यसकै रियल एक्जाम्पल म हो, किनकि मेरो गाउँमा हेर्नुहोस् होइन, मेरो अहिले कुनै ठाउँमा हाम्रो आर्मी साथी पनि भन्नुभयो, एकजना साथी हुनुहुन्थ्यो, जतिखेर हेल्दी लिभिङ मैले स्टार्ट गर्दाखेरि सबै साथीहरू अलग अलग कम्पनीमा जाने, हेल्दी लिभिङमा त म मात्रै के। अनि मेरो साथीले मलाई के भन्नुहुन्थ्यो भन्दा, दिनेश सर तपाईँ छोडिदिनु त्यहाँ छोड्ने यता आउनुहोस् हाम्रो कम्पनीमा आउनुभयो, तपाईँ त हेल्दी लिभिङमा पुग्नु भन्नुहुन्छ कि भन्नुहुन्थ्यो कि आजभन्दा 4 साल अगाडि। आज म गर्वको साथ भन्छु, उहाँलाई थाहा थिएन मैले चितवनमा बिजनेस स्टार्ट गरेको थिएन, चितवनभन्दा बाहिर बिजनेस स्टार्ट गरेको थिएँ। 30,000 को टिम त मसँग छ, म कसरी पुग्छु? तपाईँ मलाई भन्नु सक्नुहुन्छ 30,000 को टिम बनाउँदै गर्दा क्राउन, डबल क्राउन, युसिडी, यसपालिको अवार्ड फङ्सनमा ब्रोन्जदेखि युसिडीसम्म पुरै मेरो लाइफमा पुरै प्याक थियो साथीहरू होइन। मैले तपाईँलाई यो तपाईँको चाहिँ अवार्ड फङ्सनमा पनि भनेको थिएँ साथीहरूलाई, पछाडिको बेन्चमा हेर्नु भनेर। कुनै दिन म पछाडिको बेन्चमा बस्दा म एक्लै थिएँ कि आज म सोफामा आइसकेको छु नि त होइन। यो धैर्य त चाहियो के। हामी यहाँ धेरैको मिस्टेक के हुन्छ, आज एउटा काम गरेर 2-4 मिनट ट्राई गऱ्यो, भएन भने त्यसलाई छोडेर अर्को काम सुरु गऱ्यो। 100 मिटर खनेपछि पानी आउँछ भने 10 मिटर खनेर पानी आउँदैन। यो एकै ठाउँमा खनिरहने, चाहे ढुङ्गासँग जुझ्न परोस्, चाहे चट्टानसँग जुझ्न परोस्, चाहे जस्तो सुकै परिस्थितिसँग जुझ्न परोस्, हार खाने होइन। तपाईँको घरमा पनि बच्चा बच्ची होला, एक मात्र प्रश्न सोध्छु म तपाईँलाई, तपाईँको बच्चा बच्चीले तपाईँलाई सोध्यो मम्मी को जस्तो बनौ, बाबा को जस्तो बनौ भने तपाईँसँग आन्सर छ, तपाईँ जस्तो बने हुन्छ? तर म ग्यारेन्टी दिन्छु आज सविता म्यामको बच्चा बच्चीले सोध्यो मम्मी को जस्तो बनौ भने उहाँले गर्वको साथ भन्नुहुन्छ तिमी अरू जस्तो भन्नु पर्दैन, तिम्रो मामु सविता छेत्री जस्तो बन। त्यो मात्रै बन्न चाहनुहुन्छ भने तपाईँ हेल्दी लिभिङमा आउनुहोस्। जिन्दगी चलाउने भने तपाईँले चटपट बेचेर जिन्दगी चल्छ, महिनामा 1 लाख रुपियाँ चटपट बेच्नेले नै कमाउँछ। थ्याङ्क यू भेरी मच।